हाई एभ्रिवान। यो प्रेग्नेन्सी टाइममा चाहिँ कसले योगा गरिराख्नु भएको छ? म चाहिँ पहिल्यैबाट योगा गरिरहेको छु। अनि यो प्रेग्नेन्सीमा योगा गर्नुको बेनिफिट पनि कति धेरै छ नि त। हेर है त, आज मैले एभ्रिडे बेसिसमा चाहिँ के योगा गर्छु भनेर। सुरुमा चाहिँ म सूक्ष्म व्यायामबाट स्टार्ट गर्छु। हातलाई मुट्ठी पारेर रोटेट गर्छु। त्यसपछि चाहिँ ह्यान्डलाई स्क्विज र रिलिज गर्छु। अनि त्यसपछि मैले हातलाई कुममा राखेर अगाडि र पछाडि रोटेट गर्छु र मैले त्यसपछि साइड स्ट्रेच गर्छु। अनि मेरो हातलाई माथि तनक्क तन्काएर स्ट्रेच गरेर साइड स्ट्रेच गर्छु, वान साइड टु अनदर साइड। त्यसपछि चाहिँ मैले मेरो हातलाई अझै माथिसम्म स्ट्रेच गराएर रोटेट गर्छु र मैले मेरो खुट्टालाई डायमन्ड सेपमा लिएर वान साइड टु अनदर साइड रोटेट गर्छु। अनि मैले नाकबाट इनहेल र मुखबाट एक्सहेल गर्दै युवालाई स्ट्रेच गर्छु र त्यसपछि मैले लन्जेस गर्छु। अनि त्यसपछि चाहिँ मैले चक्की चालासना गर्छु। वान साइड गरेर अनदर साइड गर्दैछु। यसमा चाहिँ पेटलाई स्क्विज नगरिकन माथिबाट गरिरहेको छु। र आयो अनदर मेरो फेभरेट बटरफ्लाई। यो चाहिँ मैले मजाले बटरफ्लाई गर्छु कि अब थर्ड ट्राइमेस्टरमा त मजाले गर्नु मिल्छ नि त, त्यही भएर मैले मजाले बटरफ्लाई गर्छु। त्यसपछि चाहिँ मेरो खुट्टालाई चाहिँ वान साइड टु अनदर साइड गरेर चाहिँ स्ट्रेच गर्छु। त्यसपछि आउँछ मेरो फेभरेट पोज मलासना। यो चाहिँ एकदम युजफुल छ प्रेग्नेन्सीमा। यसले पेल्भिक फ्लोरलाई खुलाउन पनि हेल्प गर्छ र यसको कति धेरै बेनिफिट्सहरू छ के। अनि त्यसपछि म गर्छु अर्को क्याट एन्ड काउ। दिस इज अल्सो माई फेभरेट पोज। र क्याट एन्ड काउ भइसकेपछि मैले बटक गर्छु। अनि त्यसपछि मैले हिप रोटेसन गर्छु। अनि मैले हिप रोटेसन भइसकेपछि चाहिँ मैले डाउन डग गर्छु। डाउन डगमा चाहिँ मेरो खुट्टालाई अगाडि र पछाडि साइक्लिङ गरे जस्तरी चलाउँछु। त्यसपछि आउँछ स्ट्यान्डिङ पोज। सुरुमा चाहिँ मैले ट्री पोज गर्छु। यसमा चाहिँ वालको सपोर्ट लिएर गर्न सकिन्छ। म चाहिँ अब ब्यालेन्स गर्न सक्ने भएको भएर चाहिँ यतिकै गरिरहेको छु। ट्री पोज सकाएर मैले ट्रायङ्गल गर्दैछु। अनि त्यसपछि चाहिँ म गर्छु वारियर। त्यसपछि आउँछ मेरो फेभरेट पोज स्क्वाट। स्क्वाट गरेर सकाइसकेपछि मैले अन्तिममा चाहिँ बर्थफल योगा गर्छु। यो बर्थफल योगा चाहिँ मेरो प्रेग्नेन्सीको एकदमै फेभरेट नै हो के। यसमा पनि मैले अगाडि र पछाडि साइड टु साइड अनि त्यसपछि रोटेसन अनि 8 बनाउने प्लस बाउन्सिङ गर्छु। मैले डेली बेसिसमा गर्ने योगाहरू यिनै हो कि, अझै कति धेरै छुट्यो होला। योगा चाहिँ मेरो लागि एकदमै सुकुन हो के। अनि मैले गरेको सबै योगाहरू चाहिँ सबैजनाको लागि गर्नु मिल्छ भन्ने पनि हुँदैन। स्पेसली प्रेग्नेन्सीमा कन्डिसन हेरेर कस्तो कन्डिसनमा चाहिँ कुन योगा गर्नु मिल्ने कुन योगा गर्न नमिल्ने भन्ने हुन्छ, त्यो चाहिँ आफूले ख्याल गर्नुपर्छ। मैले चाहिँ ग्रेस योगाबाट चाहिँ योगा सिकिरहेको छु र मलाई चाहिँ मेरो शरीरको लागि मेरो कन्डिसनको लागि चाहिँ कुन योगा बेस्ट छ हेरेर गरिरहेको छु। त्यही भएर इफ तपाईँहरू पनि अझै मोर डिटेल्समा आफ्नो बडीको लागि चाहिँ कस्तो योगा गर्दा ठिक हुन्छ भनेर जान्न चाहनुहुन्छ भने चाहिँ तपाईँ चाहिँ ग्रेस योगा जोइन हुन सक्नुहुन्छ। सुजना दिदीले चाहिँ तपाईँहरूलाई तपाईँको कन्डिसन अनुसार चाहिँ बेस्ट योगा कुन गर्न मिल्ने कुन नगर्न मिल्ने भनेर सिकाउनुहुन्छ। त्यही हो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई भिडियो।